लाउ त हेर न ल मेरो हात नि त ल यसको मुख सक्दिन हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि फेरि म हजुरहरूको समय एउटा भिडियो लिएर आएको छु। आज 22 तारिकको भिडियो लिएर आएको छु र मेरो प्यारो प्यारो सब्सक्राइबर साथीहरूले चाहिँ लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला र यदि मेरो युट्युब च्यानलमा नयाँ साथीहरू जोडिनु भएको छ भने चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। आज चाहिँ म 22 तारिकको यो मनमोहक दृश्य देखाउने छु र यो दृश्य हामी अवलोकन गर्नेमा छौँ। मेरो श्रीमती र म हामी दुईजना चाहिँ हामी घुम्दैछौँ है र हजुरहरूलाई पनि धेरै सुन्दरताहरू चाहिँ देखाउनेछौँ। ल आजको भिडियो चाहिँ यहाँ मन्दिरको दर्शन गरिसके भगवान्को दर्शन गरिसकेपछि चाहिँ हाम्रो भिडियो सुरुवात हुनेवाला छ है। ल सबभन्दा पहिले चाहिँ दर्शन गर्नुहोस्, भगवान्को दर्शन गरौँ हामी सबै मिलेर, त्यसपछि चाहिँ बाँकी चाहिँ दृश्यतर्फ लाग्नेछौँ। ल हामी चाहिँ अब 22 धारामा यहाँ प्रवेश गरिसकेका छौँ। 22 धारादेखि यहाँ भित्रको दृश्य मनमोहक दृश्यहरू देखाउने छ है हजुरहरूलाई। अब हामी भित्र जाँदैछौँ है यहाँबाट भित्र। ल यता यस्तो छ है, धेरै सुन्दर त। के को फुल हो त्यो? त्यस्तो भित्र यहाँ पार्क छ है, यहाँ घुम्ने पार्क रहेछ। एकदम धेरै राम्रो सुन्दरता। ल आउनु हुनेले पनि स्किप नगरी हेरिदिनु होला र नआउनु भएकोले पनि राम्रोसँग हेरिदिनु होला र घुम्न आइदिनु होला। यो एकदम राम्रो ठाउँ, घुम्ने ठाउँ, अलिक पार्कहरू भएको चाहिँ यही रहेछ कि यहाँ है। ल अब हामी चाहिँ यस्तै हजुरहरूलाई धेरै सुन्दरताहरू देखाउँदै भित्र प्रवेश गरिरहेको छ कि कसो बुढी। अनि अब यहाँभित्र अझै रमाइलो छ। यहाँभित्र मभन्दा अझै धेरै आएको चाहिँ मेरो श्रीमती आयो। मलाई घुमाउन लिएर आएको यिनीहरूले हो। म यहाँ धेरै लगभग आएकै छैन कि यहाँ योभन्दा अगाडि एक कुरा आएको हतार हतार घुमेर कुद्या हो। अहिले चाहिँ यिनी चाहिँ धेरै आयो, सबै कुरा चाहिँ यिनीहरू थाहा छ है यहाँ। ल यहाँको बारेमा के भनिदेऊ न त। ल यसको कलरको थरीको माछाहरू पाइन्छ। कहाँ? ल कहाँदेखि? ल हामी कताबाट जाने हो? उता पल्लोबाट? ल यहाँ पनि यस्तो राम्रो चिज रहेछ है। कहाँ? खै त कहाँ छ माछा? ओहो यो त कस्तो है, यो पुरानो भएर क्या त्यस्तो। ए छोड्दै चलाउनु न फेरि। तल पाइमा लड्ला है। ल यहाँ चाहिँ माछा पोखरी नै, माछा पोखरी के हो यो? माछा के भन्छ र? माछा पोखरी यो माछा हुने। यो धेरै राम्रो छ है। यो उयो अगाडि यो के हो? यो हेर्दै छ न त्यो त्यो के अरे त्यो? अहिले त्यो भ्यागु त के गर्दै हो? ल के भएर घुम्न गरे अनि घाममा घुम्ने होइन त रुगा लाग्यो हेर्न। धेरै त छैन त है यहाँ घुम्ने ठाउँहरू।
छ नि यहाँ माथि माथि कति राम्रो राम्रो छ यहाँ यस्तोमा पनि पानी जम्मा भएर रहेछ यो माथि कि पानी हाल्यो हो हाल्यो हो ल आउनु न त्यहाँ यो कतिवटा छ यस्तो माछा पाल्ने यो यस्तो माछा भएको यस्तो कुन्नी त मलाई थाहै छैन 3 4 5 वटै रहेछ ल हैन यहाँ पनि कति जना हामी अहिले बीच पोइन्टमा छौँ है बीच सेन्टर पोइन्टमा छौँ अहिले यतिखेर हामी यो 22 धाराको 22 धारा चाहिँ उता माथिपट्टि छ है उता अहिले हामी 22 धाराको दृश्य पनि देखाउने छौँ त्यहाँ यहाँ त राम्रो रहेछ त ल यो टिकटक बनाउनु जस्तो ठाउँ रहेछ ल टिकटक बनाए ल त्यो धुपी हो धुपी यसले के काम गर्छ खै काम त के गर्छ थाहा भएन सुन्दरता दिन्छ ल यो ठाउँलाई चाहिँ यो ठाउँमा 22 वटा धारा भएको भएर चाहिँ 22 धारा भनेको रहेछ होला अनि त्यसको चाहिँ मेन अब के हो भन्ने कुरा ठेट त पुरानो कुरा त केही थाहा भएन तर 22 वटा धारा भएर यहाँ 22 धारा बनिएको होला ल अब हामी यहाँको चाहिँ 22 धारा देखाउने छौँ यो एक त्यो पहिलो धारा भयो है यो दोस्रो तेस्रो ल यो मेन धारा होला होइन यहाँ ल यो चाहिँ मेन धारा ल ल ल जाम जाम अब ल ल बाबुको बर्थडे अरे ल बाबुको बर्थडे बाबुलाई स्पेसल चक्लेट दिउँ न त हामीले हुन्छ तिमीलाई चक्लेट दिने हो कि पैसा दिने हो ल बाबुको बर्थडे अरे है ल तपाईँ दिगा ल पैसा पनि दिनु देऊ त पैसा पनि दियो ल ह्याप्पी बर्थडे टु यु ल लास्ट हामी कतिवटा धारामा धारा गिन्ती गरे 11 ल यो फाइनल्ली यो चाहिँ 22 वटा धारा है ल 22औं धारामा आइपुग्यो ल ए को ल यहाँको मनमोहक दृश्य चाहिँ हजुरहरूले हेर्नु होला ल हजुर इन्जोय गर्नु है हेरेर हामी त घुमेरै इन्जोय गरिरहेछौँ हजुरहरू पनि यो ठाउँलाई चाहिँ अवलोकन गरेर इन्जोय गर्नु होला ल हामी चाहिँ यता लास्ट पोइन्टतिर आइसकेका छौँ है यता ल साथीहरू बाबा नीलकण्ठ यो 22 धाराको भित्र चाहिँ है 22 धाराभित्र चाहिँ यस्तो पानीमाथि विश्राम गर्नुभएको छ है यसरी आराम गर्नुभएको छ बाबा नीलकण्ठले र बाबा नीलकण्ठको लागि हामी दर्शनको लागि आएका छौँ नि त ल हामीलाई चाहिँ थकाइ लागेर बसेको है 22 धारा घुम्दा म त थाके होइन थाक्ने मान्छे चाहिँ यिनी होला ल त हेर न ल
हजुरहरूलाई 22 धारा देखाइसकेका छौँ। 22वटा धारा पनि देखाइहाल्यो, यहाँको मनमोहक दृश्य पनि देखाइहाल्यो। अब जस इन्जोय गर्नु होला भन्दै आजको भिडियो चाहिँ यहीँनिर आएर हामी अन्त्य गर्छौँ है त। ल हस् ल, बाई बाई। बाई बाई। सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है। ल ल मैले